सन्देश प्रवाह गर्नका निम्ति यहाँहरू आउनुभएको छ। त्यसका निम्ति पनि म आभार प्रकट गर्न चाहन्छु। खास गरी अघि योभन्दा अगाडिको वक्ताले भनिसक्नु भएको छ, स्वर्गीय पन्नालाल चाचा हाम्रो पत्रकारिताको एउटा पाठशाला हो, इतिहास हो, धरोहर हाम्रो लागि एउटा मानक हो। उहाँले जुन कुरा छोडेर जानुभयो, जीवनको अन्तिम कालखण्डसम्म उहाँले जसरी पत्रकारिता गर्नुभयो, एउटा बिम्ब बनाउन उहाँले मुटु स्वस्थ राख्नु, साइकल चढ्नुभयो, एउटा सामान्य साधारण जीवन व्यतीत गरेर उहाँले आफ्नो जीवनको अन्तिम समयसम्म पनि पत्रकारिता कर्म गरिराख्नु भयो। त्यो सन्देश प्रवाह गर्नका निम्ति पनि आजको दिन महत्त्वपूर्ण छ। खास गरी हामीले भदौ 27 उहाँकै 97औं जन्म जयन्तीको अवसर पारेर यो कार्यक्रम गर्न खोजेका थियौँ, तर देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारणले हामीले स्थगित गर्यौं र आज त्यो जुरेको छ। त्यसका निम्ति भेरी अस्पताल, मेसु र सम्पूर्ण टिमलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको तर्फबाट म हार्दिक आभार प्रकट गर्न चाहन्छु। पत्रकारहरूको स्वास्थ्य प्रति यहाँहरूले पनि जुन खालको संवेदनशीलता देखाउनु भएको छ, त्यसका निम्ति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। अघि डाक्टर साहबले भनिसक्नु भएको छ, पूर्वजहरूले पूर्व वक्ताहरूले भनिसक्नु भएको छ, मुटु अत्यन्त संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो मानव शरीरको। भनिन्छ एक दिनमा करिब 1 लाख पटक धड्किने मुटु एकैछिन धड्किन छोड्यो भने जीवन लीला समाप्त हुन्छ। त्यति महत्त्वपूर्ण अङ्ग हो र यसलाई हामीले माया गरेर हामीले मुटु स्वस्थ राखौं, मन स्वच्छ राखौं र असल पत्रकारिता गरौं। त्यो सन्देश आजको दिन यो प्राङ्गणबाट हामीले प्रवाह गरौं भन्ने म यहाँलाई आह्वान गर्न चाहन्छु। किन भन्दाखेरि हामीले जब हामीलाई स्वस्थ राख्छौं, हामीले समाजलाई स्वस्थ खालका समाचारहरू, स्वस्थ खालको सूचनाहरू हामी दिन सक्छौं। समालोचनात्मक ढंगले हामी अगाडि बढ्न सक्छौं। हामीमा भएको मनको विकारहरू हामी मुटु स्वस्थ छ भने फाल्न सक्छौं। मुटु खराब हुनु भनेको मैले त के पनि अर्थमा लिन्छु भने हामीमा विकार चीजहरू पनि छ। खानपानका कुराहरू आए, अघि स्वस्थ जीवनशैलीका कुराहरू आए। हामीले मुटुलाई स्वस्थ राखेनौं भने हाम्रो सोचाइ, हाम्रो स्टेट अफ माइन्ड त्यो पनि स्वस्थ हुँदैन भन्ने मेरो मान्यता छ। त्यो आधारमा सम्पूर्ण पत्रकार साथीहरूलाई म आग्रह गर्छु, आजको दिनमा हामीले सम्पूर्ण हामीले हाम्रा पाठकहरूलाई, हाम्रा श्रोताहरूलाई, हाम्रा दर्शकहरूलाई सन्देश प्रवाह गरौं, मुटु जचाउँ, मुटु जोगाउँ, मुटु जोगाएर हामीलाई दीर्घजीवी बनाउँ। त्यो दीर्घजीवी बनाउने कुरामा हामीले नियमित रूपमा मुटु जाँच गराउनुपर्छ। अहिले अघि कुरा आइसकेको छ, देशव्यापी विश्वव्यापी रूपमा नसर्ने रोगहरूको भयावह स्थिति छ। त्यो स्थितिलाई हामीले अहिले चित्रण गरेर हामीले त्यसलाई नियन्त्रण गर्नका निम्ति हामी सबै लाग्नुपर्छ। किनभने अहिले विश्वको निम्ति एउटा टाउको दुखाइको विषय बनेको छ। स्वास्थ्यको हिसाबले अहिले नसर्ने रोगहरू जोखिमको रूपमा आइरहेको छ। त्यसकारणले गर्दाखेरि त्यो पनि महत्त्वपूर्ण छ। त्यो सन्देश प्रवाह गरौँ भनेर बिम्बको रूपमा हामीले पत्रकारहरूलाई फ्रन्ट लाइनमा ल्याएर मुटु जाँच गराएर हामीले सन्देश प्रवाह गरौँ आफ्नो मिडियाबाट कि हामीले मुटुलाई नियमित रूपमा चेक जाँच गराउँ, नसर्ने रोगहरूको जुन खालको जोखिम बढेको छ त्यसलाई कम गरौँ। त्यसका निम्ति मिडियाबाट हामीले सन्देश प्रवाह गरौँ। यो एउटा महत्त्वपूर्ण मञ्च हो भन्ने मलाई लाग्दछ। र सँगसँगै नेपाल पत्रकार महासंघ बाँके शाखाले यहाँहरूको स्वास्थ्यमा संवेदनशीलता देखाएको छ। हामी तपाईहरुको आँखाका निम्ति हिजो आँखा जाँच शिविर गर्यौं। हाम्रा आँखा स्वस्थ हुनुपर्छ, हाम्रो आँखा राम्रो हुनुपर्छ, हाम्रो भिजन क्लियर हुनुपर्छ, अनि हामी टाढासम्म देख्छौं, सही कुरा देख्छौं, सेतोलाई सेतो देख्छौं, कालोलाई कालो देख्छौं। हाम्रो आँखा ठीक हुनुपर्छ भनेर हामीले आँखा जाँच शिविर गर्यौं। त्योभन्दा अगाडि हामीले नसर्ने रोगहरूको बारेमा स्क्रिनिङ गर्यौं। पत्रकार महासंघमै कार्यक्रम गरेर स्क्रिनिङ पनि गरेका छौं। हामी यो स्वास्थ्यको तेस्रो कार्यक्रम हो र पत्रकारहरूको क्षमता विकासका निम्ति पनि हामी निर्वाचित भएर आएदेखि विभिन्न खालका गतिविधिहरू गरिरहेका छौं। हामी निरन्तर कार्यक्रम गर्छौं, तर तपाईहरुको साथ हामीलाई चाहिन्छ। नेपाल पत्रकार महासंघ बाँके शाखा दौडिन तयार छ, तर यहाँहरू हामीसँग सँगसँगै दौडिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। हामी लगत्तैमा आजै उद्घोष गर्न चाहन्छु, योभन्दा अगाडिको पूर्व निर्धारित कार्यक्रम हामी पत्रकारहरूका लागि कानुनी अनुशिक्षण कार्यक्रम पनि हामी लगत्तै अब गर्दैछौँ। त्यो पनि विशेष परिस्थितिका कारणले स्थगित भएको कार्यक्रम थियो। त्यसकारण आजको दिन एकदमै महत्त्वपूर्ण छ। यो कार्यक्रममा समन्वय गरिदिनु भयो प्रेस युनियन बाँके शाखा, खास गरी प्रेस युनियनको संस्थापक सभापति भएको नाताले प्रेस युनियनको अध्यक्षले आग्रह गर्नुभयो, हामी पनि यो कार्यक्रममा जोडिन चाहन्छौँ। त्यसकारण उहाँले समन्वयको भूमिका यसमा खेल्नु भएको छ। स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानको अध्यक्षज्यू, महासचिव, स्वयं आजको हाम्रो प्रमुख अतिथि हुनुहुन्छ सुब्रत चौलागाई, हैन, हामीले सहकार्य गरेर एउटा चाहिँ काम गरौँ, एउटा सन्देश प्रवाह गरौँ भन्यौं र हामीले चाहिँ डाक्टर साहबलाई, मेसुलाई चाहिँ हामीले आग्रह गर्यौं। उहाँले चाहिँ हाम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरेर यो वातावरण बनाइदिनु भएको छ। त्यसैले सबैले चाहिँ आफ्नो मुटु चेक जाँच गराउँ, आफ्नो मुटु स्वस्थ रहेको सन्देश दिउँ। यदि खराब रहेछ, खराब हुने अवस्था सिर्जना हुँदैछ भने पनि सजग बनौँ र त्यही खालको सन्देश आजका दिनमा सबैतिर प्रवाह गरौँ भन्ने आग्रह गर्दै यहाँहरू सबै आइदिनु भयो, उपस्थित भइदिनु भयो। प्रमुख अतिथि, अतिथिगण सम्पूर्णलाई, मेसु, हैन, सबैलाई चाहिँ हार्दिक आभार प्रकट गर्दै अब चाहिँ हामी मुटु चेक जाँच कार्यक्रममा सहभागी हुनेछौँ।